यस भिडियोमा हामीहरूले थाइरोइड डिसअर्डरको अन्तर्गत हाइपोथाइरोडिजमको बारेमा अध्ययन गर्न गइरहेको छौँ। सर्वप्रथम हाइपोथाइरोडिजम भनेको के हो भन्नाले हाम्रो बडीमा थाइरोइड ग्ल्यान्ड हुन्छ। अब थाइरोइडले थाइरोक्सिन हर्मोन बडीको फिजियोलोजी र डिमान्ड अनुसार प्रोडक्सन गर्न सकेन भने त्यो कन्डिसनलाई हामीले थाइरोइड भन्छौँ, हाइपोथाइरोडिजम। अब हाइपोथाइरोडिजमको कन्डिसन के छ भन्नाले कि अब हाम्रो थाइरोइड ग्ल्यान्डले T3 एन्ड T4 हर्मोन रिलिज गर्छ, जुन मध्ये T3 एन्ड T4 मध्ये T3 मोर एक्टिभ हुन्छ T4 भन्दा, र TSH चाहिँ हामीले क्लिनिकली डायग्नोस गर्दाखेरि TSH बढेको हुनुपर्ने हुन्छ। हाइपोथाइरोडिजममा TSH बढेको हुनुपर्छ। र यसको कजहरूको कुरा गर्दाखेरि प्राइमरी कजको कुरा गर्दाखेरि अटो इम्युन हाइपोथाइरोडिजम पनि हुन्छ, यसमा र हासिमोटो थाइरोइडाइटिस पनि हुन्छ र एट्रोफिक थाइरोइडाइटिस पनि हुन्छ। अब यसलाई निमोनिया कसरी एबाट अटो इम्युन, यसबाट हासिमोटो एन्ड एबाट एट्रोफिक भयो। र बी नम्बरको कुरा के छ भने आइट्रोजेनिक पनि भयो। अब आइट्रोजेनिक भन्नाले सब टोटल र टोटल थाइरोइडोक्टोमी र एक्सटर्नल डिसअर्डरको कारणले पनि हुनसक्छ। अब ड्रग्स इन्ड्युस्ड एक्सेस, अब कहिलेकाहीँ ड्रग्स इन्ड्युस पनि हुन्छ, ड्रग्सहरूले गर्दा पनि हुन्छ। कहिलेकाहीँ हाम्रो आयोडिन एक्सेस भएर पनि हुन्छ, त्यो कारणहरू पनि छ। लिथियम भयो, तपाईँको एन्टिथाइरोइड ड्रगहरू भयो, प्याराइमाइनोसालिसाइलिक एसिड भयो, इन्टरफेरन वाई भयो, अदर साइटोकाइन्सहरू पनि हुन्छ यसमा। र त्यस्तै सेकेन्डरी कन्जेनाइटल हाइपोथाइरोडिजमको कुरा गर्दाखेरि आयोडिन डेफिसियन्सी त एउटा भयो। सेकेन्डरी कजमा चाहिँ अब यसमा हाइपोपिट्युटरिजम भयो, पिट्युटरी ट्युमर, सर्जरी, ट्रमा, इरिडिएसनहरू भयो। र हाइपोथ्यालेमिक कज पनि हुन्छ यसमा, आइसोलेटेड TSH डेफिसियन्सी अर इनएक्टिभिटी। कहिलेकाहीँ के हुन्छ कि हाम्रो TSH डेफिसियन्सी भयो, कमी भयो, र अहिले कहिलेकाहीँ डेफिसियन्सी नभएर पनि यसको इनएक्टिभिटी हुन्छ कि त्यति काम गर्दैन यसले, त्यो कुरा पनि हामीले बुझ्नुपर्छ। र अब र यो हाइपोथाइरोडिजम भएपछि कस्ता कस्ता लक्षणहरू देखा पर्छ भन्ने कुराहरू हामीले याद राखौँ। सिम्पटम्सहरूमा टायर्ड्स, एकदम थकान हुने, कमजोर हुने, ड्राई स्किनहरू हुने, अब कोल्ड इन्टोलरेन्स, चिसो सहनै नसक्ने, कन्स्टिपेसन, डिप्रेसन, पुवर मेमोरी हुने, कन्सन्ट्रेटिङ एन्ड पुवर मेमोरी हुन्छ। यसमा मेन्टल डिप्रेसन जान्छ मान्छेहरू। यसमा वेट गेन हुन्छ, अनि भोक थोरै लाग्छ तर वेट गेन हुन्छ मान्छेलाई। भोक थोरै लाग्छ, वेट गेन हुन्छ। यसमा चाहिँ पुवर कन्सन्ट्रेसन हुन, मेमोरी त्यति डेभलप हुँदैन, कोल्ड पेरिफेरल कोल्ड इन्टोलरेन्स हुन्छ, पेरिफेरल कुल हुन्छ, अनि एलोपेसिया हुन्छ, त्यति होर्स भोइस हुन्छ यसमा, होर्स भोइस पनि हुन्छ यसमा। र मेन शरीरको कुराहरू इरेगुलर हुन्छ, मेनोरेजिया, लेटर ओलिगोमेनिरिया। सुरुमा चाहिँ के हुन्छ, मेनोरेजिया हुन्छ, र पछि गएर त्यो के हुन्छ, ओलिगोमेनिरिया नहुने, बन्द हुने, प्यारेस्थेसिया पनि हुन्छ, इम्पेयर्ड हियरिङ, कहिलेकाहीँ सुन्नमा पनि गाह्रो हुन्छ, त्यो पनि हामीले सोच्नुपर्छ। र यसमा साइनको कुरा गर्दाखेरि हामीले कोल्ड पेरिफेरल एक्सट्रिमिटिजहरू हुन्छ, पफिज, ह्यान्डहरू, फिटहरू पफिज हुन्छ, डिफ्युज एलोपेसिया हेयर लस हुन्छ, यसमा ब्राडिकार्डिया पनि हुन्छ। यसमा डिक्रिज सिस्टोलिक अर डायस्टोलिक ब्लड प्रेसर डिक्रिज हुन्छ, डिक्रिज डायस्टोलिक ब्लड प्रेसर, डिलेड टेन्डर रिफ्लेक्स रिल्याक्सेसन, हुन्छ, कार्पल टनल सिन्ड्रोम पनि हुन्छ यसमा, ड्यु टु कम्प्रेसन अफ कार्पल टनल सिन्ड्रोम किन हुन्छ भने कम्प्रेसन अफ मेटल नर्भको कम्प्रेसन भएपछि के हुन्छ, नम्नेस एन्ड टिङ सेन्सेसन इन ह्यान्डमा के हुन्छ, नम्नेस एन्ड टिङ सेन्सेसन पनि हुन्छ। सेरस क्याभिटी इफ्युजन्स पनि हुन्छ यसमा। र यसको अब डायग्नोसिसको कुरा गर्दाखेरि हामीले मेनली TFT पढाउँछ। TFTमा चाहिँ के देखिन्छ भन्नाले T3 एन्ड T4 लो हुन्छ र TSH हाई हुन्छ। तर कहिलेकाहीँ यसले हामीले कन्फर्म गर्न मिल्दैन, कहिलेकाहीँ हाम्रो थाइरोइड ग्ल्यान्डमा इन्फेक्सन भएर अथवा स्वेलिङ भएर त्यो बढ्न पनि हुनसक्छ। त्यसै भएर त्यसलाई कन्फर्मेटिभ टेस्टको लागि हामी TPO एन्टिबडिज पठाउँछौँ। TPO एन्टिबडी भन्नाले त्यसको फुल फर्म थाइरोइड पेरिअक्सिडेज एन्टिबडी टेस्ट हो। यसले हामीले कन्फर्म गर्न मिल्छ।
त्यसपछि हामीले सेरम कोलेस्ट्रोल र टिजी पठाउँछौँ। एक सँगसँगै हामीले सेरम सिपिके पनि पाउँछौँ। क्रिएटिनाइन फोस्फोरस इन्क्रिज हुन्छ यसमा, डिक्रिज हेमोग्लोबिन, यसमा चाहिँ के हुन्छ हेमोग्लोबिन डिक्रिज भएको हुन्छ। त्यही कुरा। अब यसको ट्रिटमेन्टको कुरा गर्दाखेरि अब कोही मान्छे यङ छ, हेल्दी छ भनेर हामीले एल-थाइरोक्सिन मिन्स लेभोथाइरोक्सिन हामीले कति दिन्छौँ 50 माइक्रोग्राम पर डे अन एम्टी स्टमक, खाली पेट बिहान दिन्छौँ हामीले खानालाई र 3 महिनासम्म भन्छौँ, एडभाइस गर्छौँ कि खानु 3 महिनासम्म कन्ट्रोल गर्नु, खाएर हेर्नु, त्यसपछि एउटा टिएसएस लेभल जाँच गराउनु, त्यसपछि एडजस्ट द डोज, त्यसपछि त्यो टिएसएसको भ्यालु हेरेर त्यो एडजस्टमेन्ट गर्ने हो डोजलाई। त्यो भयो। एक पर्सेन्टेज एल्डरली, अब कोही बिरामी एल्डरली छ, अलिक एज छ भने त्यस्तो बिरामीहरूलाई लेभोथाइरोक्सिन हामी 25 माइक्रोग्राम पर डे दिन्छौँ। अन एम्टी स्टमकमा पनि दिन्छौँ हामीले। ग्रेजुअली इन्क्रिज द डोज, अब कन्ट्रोल भएन भने बिस्तारै त्यो इन्क्रिज गर्ने हो, त्यो डोजलाई बढाउने हो। त्यसपछि अब कोही मान्छेहरू आउँछ, अब केस दुईवटा भयो। अब कोही मान्छे अब सिएडीको डिजिज पेसेन्ट आयो भने, क्रोनिक आर्टरी डिजिजको आयो भने त्यस्तोलाई हामीले प्रोपानोलोल 40 mg प्लस लेभोथाइरोक्सिन एल-थाइरोक्सिन 25 माइक्रोग्राम पर डे हामीले अन एम्टी स्टमकमा दिन्छौँ। अब केस 4 आउन सक्छ भन्नाले अब कोही बिरामी प्रेग्नेन्ट आउन सक्छ। प्रेग्नेन्ट आयो भने उहाँहरूलाई के दिनुपर्छ भन्नाले एडिसनल 50 माइक्रोग्राम पर डे एल-थाइरोक्सिन दिनुपर्छ फर वी थ्रु आउट द प्रेग्नेन्सी भएसम्म दिनुपर्छ। अब यी कुराहरूलाई हजुरले बुझ्नुभयो होला, मैले पक्कै विश्वास गरेर आशा राखेको छु। हस्, धन्यवाद। अब अर्को दिन अर्को टपिक लिएर आउँला। हस्, धन्यवाद।